जीवन एक प्राध्यापक निबन्धमा निबन्धकार लामिछानेले चाहिँ जीवनलाई कुन रूपमा प्रस्तुत गरेका छन् भन्ने बारेमा आजको भिडियो छ। भिडियो अन्तिमसम्म हेर्नुहोला र आफ्नो प्रतिक्रिया पनि दिनुहोला है त। भिडियो सुरु गरौँ है त। प्रयोगवादी निबन्धकार शङ्कर लामिछानेद्वारा लिखित जीवन एक प्राध्यापक एउटा सफल र चर्चित निबन्ध हो। गोधूली संसार 2028 नामक निबन्ध सङ्ग्रहमा सङ्कलित यस निबन्धमा निबन्धकारले जीवनलाई एउटा प्राध्यापकसँग जोडेका छन् र प्राध्यापकका रूपमा हेरेका छन्। यो निबन्ध जीवनमा प्राध्यापन चाहिँ विभिन्न क्षेत्रबाट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ केन्द्रित रहेको छ। निबन्धकार र शङ्कर लामिछानेका विचारमा जीवन सिक्न र जीवनले सिकाउन छाड्दैन, अर्थात् मान्छेको जीवन एउटा प्राध्यापक र शिक्षकको जस्तो हुन्छ भनेका छन्। मान्छेका जीवनमा सहज रूपमा आएका हरेक वस्तु वा व्यक्तिसँग चाहिँ उसको घनिष्ठ सम्बन्ध हुन्छ। मान्छेका सम्पर्कमा आएका हरेक वस्तुहरू गुरु बनेका हुन्छन्। निबन्धकारले कुकुर मर्ने बेलामा कस्तो किसिमको व्यवहार गर्दछ त्यही विषयमा यो निबन्धलाई केन्द्रित गरेका छन्। निबन्धकारका अगाडि आफ्नै घरमा रहेको कुकुरको दृश्य उपस्थित भएकाले उनमा नयाँ नयाँ विचारहरू देखा पर्दछन्। निबन्धकारले अन्तरिक्षमा पुगेको कुकुरको बारेमा पनि धेरै जानकारी पाएका छन्, तर त्यसको वास्तै नगरी आफ्नै घरमा रहेको कुकुरको चर्चा गरेका छन्। उनले त्यस कुकुरलाई घरबाट निकाल्न खोज्दा र अर्को कुकुरलाई बढी माया गरेको अभिनय गर्दा पनि समदर्शी महात्मा चाहिँ घरमा भएको कुकुरमा कुनै किसिमको ईर्ष्याको भावना जाग्दैन। कालीमाटी लगेर छोडिदिँदा पनि ऊ भोलिपल्टै घरमा ढोकामा टुप्लुक्क देखा पर्छ। तर 8 वर्ष बितेपछि मात्र ऊ मानिसले घर गृहस्थी छोडेर सन्यास लिए चाहिँ यो कुकुर पनि ताँचलको केन्द्रीय छात्रावास अगाडि पल्टिरहेको हुन्छ। सम्भावित मृत्युको प्रतीक्षामा रहेको कुकुरले बोलाउँदा पनि कुनै पनि वास्ता गर्दैन। यसबाट पशुहरूले पनि मृत्युको पूर्व सूचना प्राप्त गर्दा रहेछन् भन्ने कुरा निबन्धकारले निबन्धमा प्रस्तुत गरेका छन्। यस निबन्धमा कुकुरहरूको प्रसङ्गबाट एकातिर स्वामी भक्तिको चर्चा गरिएको छ भने अर्कातिर मालिकको स्वार्थी व्यवहारप्रति तीखो व्यङ्ग्य गरिएको छ। वैज्ञानिक उन्नतिप्रति आकर्षित र प्राकृतिक ज्ञानदेखि टाढा हुँदै गएको मान्छेप्रति आक्षेप गर्नुका साथै कुकुरको जीवन पनि एक शिक्षक जस्तो भएको आवाज चाहिँ लेखकलाई भएको छ, यानि कि शङ्कर लामिछानेलाई भएको छ। यसै सन्दर्भमा गुरुकुलको शिक्षा प्रणाली चाहिँ टेलिभिजन क्लासमा चाहिँ परिणत भएको र नजिकको सम्पर्कबाट गुरु र शिष्य टाढिँदै गएको र यसबाट बेफाइदा भएको अनुभव चाहिँ उहाँले यहाँ व्यक्त गर्नुभएको छ। यहाँ क्यालिफोर्निया सहर गुरुकुल ढाँचाको नयाँ स्कुल खोलिएको र त्यसमा स्वतन्त्र रूपले पढ्न पाएका विद्यार्थीले 3 वर्षमा हासिल गर्ने ज्ञान चाहिँ 1 वर्षमा हासिल गरेको चर्चा चाहिँ यस निबन्धकारले गरेका छन्। निबन्धकार लामिछानेले विभिन्न कथावस्तुलाई जोडेर विश्व प्रसिद्ध चर्चितदेखि लिएर अपहेलित तथा तिरस्कृत कुकुरसम्मको जीवनले प्रत्येक मानिसलाई शिक्षा दिइरहेको छ भन्ने कुरा स्पष्ट पारेका छन्। उनका विचारमा जीवनमा सिक्न कहिल्यै छाडिने रहेनछ वा जीवनले हामीलाई सधैँभरि सिकाइ मात्र रहन्छ भन्ने कुराहरू चाहिँ आफ्नो विचारहरू यसरी प्रस्तुत गरेका छन्। प्राकृतिक ज्ञानलाई पन्छाएर यान्त्रिकतातिर लम्किरहेका हामीले यान्त्रिकताभन्दा चाहिँ जीवनबाट नै धेरै कुराहरू सिक्न सक्ने कुराहरू चाहिँ यस निबन्धमा चाहिँ निबन्धकारले प्रस्तुत गर्दै जीवनलाई एउटा अथाह ज्ञान भण्डारको रूपमा चाहिँ उल्लेख गरेका छन् र यसरी उनले जीवन एक प्राध्यापक निबन्धलाई चाहिँ यसरी चर्चा गरेका छन्। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? यसरी नै अरु कुनै पनि टपिकमा चाहिँ भिडियो चाहनुहुन्छ भनेदेखि चाहिँ कमेन्ट गर्न नभुल्नुहोला है त। थ्यांक यू सो मच।